नमस्ते सबैलाई, म रत्न। पहिला चाहिँ म यो चेन लाउन गाह्रोले चेनै नलागेन हिँड्थेँ कि यसरी लाउन चाहिँ मैले लगभग यो एक्सिडेन्ट भएपछि अहिलेसम्ममा 9-10 वर्षमा बल्ल सिकेको हो। अब अहिले जहाँ जाँदा नि यसरी चेन लाउने गर्छु। अलि भएन, यसरी गर्ने, यसरी गर्ने, यसरी ठेल्ने हैन। अया यति तान्ने तल, अनि यो चेनलाई यसरी समात्ने, अनि यहाँ टेबल ल्याएर यस्तै टाख्ने। टेबलको सपोर्ट लिने, यस्तरी। किन भएन, अलिकति चिप्ल्यो क्या हातले, यसो ग्रिप त्यति छैन क्या हातको। यसरी टेबलमा सपोर्ट लिने। हुन्न त यार, जुन बेला एक्सपिरियन्स सेयर गरौँ भनेको हुन्न त। गर्मी नै भयो यार। अब यो कपडा नि धेरै लाउने सिजन गइसक्यो। यहाँ गएर यस्तो आयो मास्ति, यस्तोले तान्ने, यतिमा राख्ने, टक्क लगाएर यस्तो गर्ने। पहिला चाहिँ जाँगा नै फ्याङ्ला हो। अनि झोला यो मेरो सधैँ बोकेर हिँड्ने लखर झोला। यहाँ भाडा छ, भाडा दिनुपर्छ। झोला यसरी भिड्ने, फेरि टी सर्ट माथि सरे यसरी तान्ने, फेरि हो ल भयो, बल्ल ठिक भयो। अब चस्मा लाउन नि सिकियो। चस्मा चाहिँ आँखा ड्राई छ धुलोले गर्दा, आँसु छैन। लाएर यसरी च्यापेर, यो हातले च्यापेर यसरी पुस गर्ने, अनि यसरी लाउने, हिँड्ने। सो त्यही हो। हजुरको समय शुभ रहोस्, सुस्वास्थ्य दीर्घायु कामना गर्छु सबैजनालाई। आज चाहिँ यही भिडियोलाई कमेन्ट लाइक गरिदिनु होला। एउटा समयअनुसार बिस्तारै सिक्दै जाने कुरा रहेछ यो भन्ने चिज। मलाई पनि यो चस्मा लाउन सक्दिनँ थिएँ, अनि यो चेन पनि लाउन सक्दिनँ, यत्तिकै हिँड्थेँ। मान्छेको हेल्प माग्नु पर्थ्यो। अहिले चाहिँ जानियो। सो त्यही हो। थ्याङ्क यू सो मच सबैजनालाई।